हेलो साथीहरू, आज चाहिँ मेरो दोस्रो ब्लग। पहिला चाहिँ मैले 7-8 महिना अगाडि एउटा अपलोड गरेको थिएँ होइन। त्यसमा चाहिँ मैले 6 महिनापछि कपाल काटेको छु भनेर सानो ब्लग अपलोड गरेको थिएँ। आज चाहिँ मेरो दोस्रो ब्लग। आज चाहिँ हामीहरू सुशान्त केसीको लाइभ कन्सर्ट भइरहेको छ उता सल्लाहघारीमा भक्तपुरमा। म अनि एकजना दाइ हुनुहुन्छ, मेरो अनि एकजना शिशिर भाइ, मेरो जिम पार्टनर पनि सँगै छ। आज हामी टक्क लगाएर शिशिर भाइले कफी बनाउँदैछ। भाइ कफी राम्रोसँग बनाऊ है। भाइले कफी बनाइरहेछ अनि कफी खाएर हामीहरू जाने तयारीमा छौँ। अहिले चाहिँ हामीहरू बसन्तपुरबाट हिँडिसकेका छौँ। शिशिर भाइ पनि एकदमै ह्यान्डसम बनेर आइरहेछ। अहिले हामीहरू हिँडिसकेका छौँ रुमबाट, तर हाम्रो शिशिर भाइ अनि मेरो दाइ हुनुहुन्छ। पानी पर्ला जस्तो छ ऊ आकाशमा। हेर्दै जाउँ के कस्तो हुन्छ। रमाइलो होस्, रमाइलो हुनेछ। केटीहरू पनि कस्तो राम्रो छ यार। ऊ हेर दाइलाई कस्तो होला भन्ने आशा छ। शिशिर भाइले आज हामी सुशान्त केसीको लाइभ कन्सर्ट हेर्न भनेर गइरहेका छौँ होइन। कस्तो होला भन्ने आशा छ। एकदम मजा आउनेवाला छ। हामी भनेको सुशान्तको डाइ हार्ड फ्यान हो होइन। आज त रातिसम्म चाहिँ चिल हान्नुपर्छ। त्यस्तै हो, 2 वर्षपछि लाइभ कन्सर्ट भइरहेको छ सुशान्त केसीको। आज त फुल हाम्रो भनेको फेरि भिआइपी टिकट हो होइन। हाम्रो त भिआइपी एरिया हो, त्यही भएर मजा। हामीलाई 3000 मा पऱ्यो, पछि त 3500 4000 भइसकेछ क्या अहिले त। हेर्ने भयो भिआइपी हेर्ने के जर्नलमा घुस्ने भनेर हामीले भिआइपी नै काटेको त्यसमा। त्यही भएर मजा आउनेवाला छ। हामीहरू सुन्धारा पुग्न लाग्यौँ। अब सुन्धारामा टक्क लगाएर गाडीहरू हेर्दै गाडीमा बसेर जाने हो बसमा। पछि त के हुन्छ, गाडी पनि भेटाइसकेका छौँ। शिशिर भाइको मुस्कानसँगै म यही छु। पछाडि एक दुईजना हुनुहुन्छ। हामीहरू पुगिसकेका छौँ। अब माहौल भित्र कस्तो छ, गरम छ कि चिसो छ होइन। बाहिर त मौसम चिसो छ, भित्र के माहौल कस्तो छ हामी हेर्ने छौँ होइन। डिजे सिजे बजिरहेको छ, मजा छ होइन। ग्राउन्ड पुरै तातेको छ। ग्राउन्ड त थाहा छैन, पुगेकै छैन। पछाडि फेरि जुमै हुँदै आएर तिमीलाई कसरी मनलाई खोलामा सम्झाउने तोडेर झन्डै यो मन जोडेर बन्दै नबन्ने बनायो रे। चिनिनौ कि क्या हो मलाई हामीहरू चाहिँ टिकट कलेक्ट गर्नतिर लागिरहेका छौँ। हाम्रो हातमा हुनेछ चट्टा दाइगुनी हातमा छ। अहिले चाहिँ सुनसान रहेछ यता होइन। धेरैजना आउनु भएकै छैन। सुशान्त केसी 3 बजी आउने भन्ने सुनेर हामी 4:30 बजे पुग्यौँ, तर ढिलो भयो कि भन्ने लागिरहेको टक्क होइन। दाइ भाइहरू यसो फोटोहरू नि खिच्छ नि त, पछि चाहिँ भिडभाड हुन्छ, खिच्न मिल्दैन भनेर होइन। फोटोहरू खिच्न लागिसकेका छन्। उता हाम्रो लाइन हान्नुपर्छ क्या हो यता। हातमा क्यामेरा भयो त के हो, जता केटी देखिन्छ त्यतै जुम गरेर भिडियो बनाउन मन लाग्छ त के हो उता। अरू त सबै ठिक थियो। हामीलाई 3 बजे भनेर बोलाइयो होइन। लगभग अहिले 5 बजे 5 अब सुरु हुन्छ।
हामीहरू चाहिँ सुशान्त घाँटी नै बसिसक्यो यार। सुशान्त केसीको लाइभ कन्सर्ट हेरेर आइसकेका छौँ शिशिर भाइ अनि दाई। अनि कस्तो भयो त शिशिर भाइ? मजा, जिन्दगीको पहिलो दिन यति मजा। दाइले कस्तो लाग्यो? एकदम रमाइलो भयो। सोचे जस्तो थियो कि सोचे भन्दा राम्रो थियो? आउटस्ट्यान्डिङ थियो। अहिले लास्टमा ट्याक्सी अलि महँगो पऱ्यो, 2000 लियो होइन, टाढा थियो 2000 तिर्न अब त्यस्तो गाह्रो त भएन, त्यही पनि हामीले ट्याक्सी बुक गरेर आयो। तिर्नुपर्छ यार, 2000 ठुलो कुरो होइन नि त। आफ्नो फेभरेट सिङ्गरको होइन लाइभ कन्सर्ट हेर्न जाउँ भनेर गएको थियौँ। सँगसँगै त्यहाँ स्वप्न सुमन पनि आउनु भएको थियो। त्यो बेला चाहिँ यस्तो इनर्जी आएको थियो नि, मा कसम फ्री नाचेको थियो होइन, भाइब नै छुट्टै थियो क्या त्यो बेला, माइन्ड ब्लोइङ। एकदमै रमाइलो भयो साथीहरू। हस्त अर्को ब्लगमा मिल्यो भने भेट्दै गरौँला है त।